आज चाहिँ हामी जाँदैछौँ केदारनाथ, त्यही पनि लामा डिलक्स लिएर। बाटो चाहिँ एकदमै राम्रो रहेको छ, तर पानी परेर चाहिँ बिच बाटोमा हामीलाई अलिकति गाह्रो भएको छ गाडी चलाउनमा। हेर्न सक्नुहुनेछ, यहाँ राति राति भएकोले बाती बालेर चाहिँ जानु परिरहेको छ केदारनाथ। हामी चाहिँ केदारनाथ चाहिँ राति राति जानु परिरहेको अवस्था छ, हेर्न सक्नु। फाइनल्ली पुग्यौँ केदारनाथको मन्दिर चाहिँ एकदमै बबाल रहेको छ, घुम्नमा चाहिँ एकदम मजा आएको छ हामीलाई। मन्दिर चाहिँ एकदमै ठुलो रहेको छ, हेर्न सक्नुहुनेछ। सो हे गाइस, तपाईहरुलाई स्वागत छ मेरो अर्को छोटो मिठो भ्लगमा। तपाईहरुलाई चाहिँ म आज केदारनाथ जाँदैछु। अहिले नै भन्दैछु, केदारनाथ चाहिँ हामी गइरहेको छौँ। लामा डिलक्स देख्न सक्नुहुन्छ मेरो पछाडि लामा डिलक्स रहेको छ भने अब चाहिँ हामी भित्र चढ्छौँ है त। लामा डिलक्सको भित्री लुक्स पनि एकदमै बबालै रहेको छ, हेर्न सक्नुहुनेछ भने पानी परेर चाहिँ अलिकति हामीलाई चाहिँ अप्ठ्यारो अलिकति भएको छ, तर पनि हामीलाई त्यति फरक पर्दैन। लामा डिलक्स भएपछि हामी चाहिँ आज चाहिँ केदारनाथ जाँदैछौँ। तपाईँहरूलाई थाहा नै छ, म चाहिँ अस्तिदेखि फेमस डिलक्स बनेपा डिलक्स चाहिँ यता बर्दिवासतिरै चलाइरहेको थिएँ भने यता त्यहाँबाट त अब केदारनाथ धेरै छैन भनेर म चाहिँ केदारनाथतर्फ लाग्दैछु। आज चाहिँ हेर्न सक्नुहुनेछ लामा डिलक्स लिएर। केदारनाथ चाहिँ इन्डियाको धेरै राम्रो पर्यटकीय क्षेत्र र हाम्रो सुन्दर मन्दिर रहेको भन्ने सुनेर चाहिँ म पनि लागिहालेँ लामा डिलक्स लिएर केदारनाथ घुम्नलाई। हेर्न सक्नुहुनेछ, यो हाम्रो बसभित्र चाहिँ सिट फुल भइसकेको छ भने हाम्रो चाहिँ अब अफरोड बाटो आउँछ भन्ने मैले सुनेको छु र त्यहाँ होटेल रहेको छ भन्ने पनि मैले सुनेको छु। त्यो होटेलमा चाहिँ थोरै मान्छे चाहिँ हामीले हाल्नुपर्ने हुन्छ भने र हामी चाहिँ त्यो होटेलमै आज चाहिँ बस्नुपर्छ जस्तो मलाई लाग्छ। यो चाहिँ मेरो हिसाबमा चाहिँ पार्ट 1 भिडियो रहनेछ। तपाईँहरूलाई म अहिले नै जानकारी गराउन चाहन्छु, किनभने हाम्रो चाहिँ केदारनाथ चाहिँ एकदम टाढा रहेकोले पार्ट 1 पार्ट 2 भएर चाहिँ आउनेछ भिडियो चाहिँ है। नआत्तिकन हेर्नुहोला लामा डिलक्स, हेर्न सक्नुहुनेछ। अघि भनेको थिएँ मैले मान्छेहरू चाहिँ हाल्नुपर्ने भनेर, त्यहाँसम्म चाहिँ मैले होटेलसम्म चाहिँ अर्को गाडीमा पठाएको हाम्रो यो लामा डिलक्समा नअटेर, किनभने यहाँ चाहिँ छतमा हाल्न अलि मिल्दैन, तपाईँलाई म बताइहाल्छु। अनि हाम्रो त्यहाँ चाहिँ अफरोड रहेको छ र त्यहाँ चाहिँ कुनै पनि ट्राफिक नरहने भएकोले त्यहाँबाट चाहिँ हामी चाहिँ हाम्रै गाडीमा हालेर जानेछौँ। अहिले नै म बताइरहेको छु तपाईँहरूलाई, हेर्न सक्नुहुनेछ। नआत्तिकन हेर्नुहोला, भिडियो अन्तिमसम्म हेर्नुहोला, अन्तिमसम्म हेरेर साथ दिनु होला है त। र यो लामा डिलक्सको स्किन चाहिँ मैले मुनि डिस्क्रिप्सनमा लिङ्क छोडिदिन्छु, त्यहाँबाट डाउनलोड गरेर तपाईँहरू पनि खेल्न चाहनुहुन्छ भने खेल्न सक्नुहुनेछ लामा डिलक्स। यो चाहिँ कुनै पनि पासपोर्ट रहेको छैन लामा डिलक्सको स्किनमा चाहिँ। अहिले म भन्न गइरहेको छु तपाईँहरूलाई, पछाडि लेखिएको छ यसको लामा डिलक्स, अगाडि पनि लामा डिलक्स। एकदम सुन्दर छ बस चाहिँ। तपाईँहरू खेल्न चाहनुहुन्छ भने खेल्नु होला भने। अब चाहिँ भिडियो म्युजिकमा। हामी चाहिँ फाइनल्ली हामी रोक्ने होटेलमा चाहिँ आइपुगिसकेको छौँ। यो पछाडिको होटेलमा चाहिँ बस्ने हो, तर गाडीलाई चाहिँ हामी यहाँ पार्किङ गर्न जाँदैछौँ, हेर्न सक्नुहुनेछ। गाडीलाई चाहिँ यहीँ राखेर हामी चाहिँ आज चाहिँ अब यहीँ सुत्नुपर्ने हुन्छ। धेरै थकाइ लागिरहेको छ मलाई पनि यहाँ भने। गाडीलाई चाहिँ हामी पार्किङ गर्दैछौँ।
हामी रोक्ने होटेल चाहिँ यो नै रहेको छ, हेर्न सक्नुहुनेछ एकदम बबाल रहेको छ हाम्रो होटेल चाहिँ भने। हामी चाहिँ म अब यताबाट पनि देखाउन चाहन्छु, यत्रो ठुलो होटेल छ किनभने हामी बसभरि नै आएको छौँ यहाँ टिप लिएर पनि, त्यही भएर ठुलो रहेको छ भने। हाम्रो लामा डिलक्स त्यहाँ रहेको छ भने अब छतमा पनि चढेर हेरिसकेको छ मान्छेहरू। आजको लागि यो भिडियो यति नै, हस् त बाबा। We're chasing stars.